वाह साथीहरू वाह, यो हो कि नेपालीमा हुनुपर्ने एउटा नेपालीपन भनेको यो हो कि आज छिमेकी राष्ट्र भारतको सिमाना नजिकै आगलागी हुँदाखेरिमा नेपाली दमकल गएर त्यहाँ आगलागी नियन्त्रण गरेको छ कि नेपाली सच्चा नेपालीको मन भनेको यो हो कि साथीहरू है। त्यस कारण आज यो न्युजले विश्व खाएको छ, आज विश्व खाएको छ, किनकि नेपालीमा एउटा सद्भाव, एउटा माया, एउटा आत्मीयता भनेको सधैँभरि रहिराख्ने चिज हो कि आज शिर उच्च भएको छ। नेपाली हुनुमा गर्व छ साथीहरू है। सबैजनाले कमेन्ट गर्नु होला। आज यो चाहिँ भारतमा को सीमा नाकामा आगलागी हुँदै गर्दाखेरि नेपालको दमकल भारतमा गएर भारतीय भूमिमा भएको आगलागी नियन्त्रण गर्नको लागि नेपाली दमकल पुगेको छ। त्यहाँ नेपालीको जय जयकारको नारा लागेको छ है। सबैजनाले हामी नेपाली हुनुमा गर्व गरौँ। नेपालीको मन सधैँ ठुलो हुने गर्छ है। आज यो भिडियोले मेरो छाती बहुत चौडा भएको छ साथीहरू। तपाईँहरू के भन्न चाहनु सबैजनाले कमेन्ट गर्नु होला। जय नेपालको नारा घस्किएको छ आज त्यो सीमावर्ती क्षेत्र भारतमा आज है। साँच्चीकै गर्वले छाती फुलेको छ साथीहरू है।